शहीद दिवसको यो भावपूर्ण दिनमा हामीले अमर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको बलिदानलाई स्मरण गर्दै उहाँहरूको सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँछौँ। 85 वर्ष बितिसक्दा पनि व्यवस्था फेरिए, तर सत्ताको चरित्र फेरिएन। भ्रष्टाचार जरा गाडेर बस्यो, दलीयकरण चरम भयो र युवाहरूको आवाज दबाइयो। हालैको जेनजी आन्दोलनमा पनि अमूल्य जीवन बलिदान भयो, तर पुरानो पुस्ताले दशकौं सत्ता सम्हालेर के गरे? केपी ओलीले पटक पटक प्रधानमन्त्री बने, तर सुशासन आएन, अर्थतन्त्र सुधारिएन, युवा पलायन रोकिएन, बरु विरोधको चापमा सरकार ढाल्नु पर्यो। आजको शहीद दिवसमा पनि उहाँको पोस्ट सामान्य श्रद्धाञ्जलीमा सीमित छ। इतिहास दोहोर्याउने, लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता, तर वर्तमान भ्रष्टाचार र दमनको कुनै स्पष्ट जवाफ छैन। यो पुरानो शैलीले जनताको पीडा छुन्न, केवल सत्ता टिकाउने भाषण मात्र हो। तर बालेन शाहको आजको पोस्ट फरक छ। उहाँले स्पष्ट भने, शहीदका रगत व्यर्थ जान दिन्नौ, फेरि कसैले शहीद बन्नु परोस्। उहाँले 85 वर्षको इतिहासलाई वर्तमानसँग जोड्दै भ्रष्टाचार अन्त्य, सुशासन कायम, दलीयकरण रोक्ने दायित्व बोके। मेयर भएरै उहाँले काठमाडौँमा देखाए। सडक सफा, फोहोर व्यवस्थापन सुधार, अवैध संरचना हटाउने हिम्मत, हेरिटेज संरक्षण, युवा खेलकुदलाई सम्मान, छोटो समयमा काम गरेर प्रमाणित गरे कि नयाँ पुस्ताले फरक सोच्न सक्छ। अब समय आएको छ पुरानालाई बाई बाई गरेर इमान्दार, युवा र काम गर्ने नेतृत्वलाई अगाडि सार्ने। बालेन जस्तो शक्ति नेपाललाई साँच्चै सुशासनयुक्त, भ्रष्टाचार मुक्त बनाउन सक्छ। शहीदका सपना पूरा गर्ने जिम्मेवारी हाम्रो हो। मन, वचन र कर्मले लागौं, फेरि कसैले शहीद बन्नु परोस्। लाइक गर्नुहोस् यदि तपाईँ पनि नयाँ नेपाल चाहनुहुन्छ। कमेन्टमा लेख्नुहोस् पुरानो बाई बाई, बालेनलाई चान्स। शेयर गरेर साथीहरूलाई देखाउनुहोस् परिवर्तन अब सुरु भयो। फलो गर्न नबिर्सनुहोस् ताकि यस्ता अपडेट र प्रेरणा निरन्तर आइरहोस्।